नमस्कार मेरा साथीहरू र मेरो फ्यामिली समेत सबै मेरा भ्युवर्सहरूलाई ह्याप्पी दिवाली छ। आज लक्ष्मी पूजा रहेछ है। मैले चाहिँ मोबाइलबाट चाल पायो, किनभने अब हामीहरू महिना दिन काम गर्ने मान्छेलाई छुट्टी कहिले हो त्यो दिन मात्र याद हुन्छ। र त्यसैले मेरा साथीहरूलाई सबैलाई यही भिडियोको तर्फबाट लक्ष्मी पूजाको धेरै धेरै शुभकामना समेत। म जस्तै दिनमा 10-12 घन्टा घोटेर राति रुम गएर घर फ्यामिलीबाट आएको फोटोहरू भिडियोहरू र गाउँलेहरूले हालेको भिडियोहरू हेरेर रमाउने मेरा परदेशी दाजुभाइ अथवा दिदीबहिनीलाई पनि धेरै धेरै शुभकामना छ मेरो तर्फबाट। र परदेशी चाडबाड त एकदम बोरिङ हुँदो रहेछ होइन, त्यो गाउँघरको रमाइलोपन है, काकाबाट हल्का झमक्के भएर चाहिँ होइन, आइज केटा अलिकति खा केही हुँदैन भनेको त्यो रमाइलोपनहरू होइन। र मेरा दिदी बहिनी भाउजू काकीहरू बसेर हल्का रातो भएर केही पनि हुँदैन हौ दसैँ तिहारमा खाँदा भनेर गरेको रमाइलोपनहरू होइन। र दाजुभाइहरूसँग मिलेर डाइस छकौडी खेलेको त्यो दिनहरू, वरिपरि दौसी भैलोको नाचगान भएको र दाजुभाइ दिदीबहिनीसँग बसेर रमाइलो गरेको पलहरू होइन, त्यो सब सम्झिँदा त घर जाउँ मन लाग्छ। तर के गर्ने, जिम्मेवारी है, मजबुरी अनि जरुरत र पैसाले गर्दा ढकेल्दै कामतिरै लिएर आउँछ है। अनि रमाउने दिन गएर कमाउने दिन लागेपछि यस्तै हो रहेछ है। तर केही छैन, अर्को साल जाउँला भन्दा 3 साल त काट्यो, तालै पाइन। तर पनि अब आउँछ होला दिनहरू होइन, फ्यामिली र साथीभाइहरूसँग बसेर रमाउने दिनहरू आउँछ, चाडबाड मनाउँला। र फेरि पनि यो दसैँ तिहार चाडबाडमा जति पनि रमाइलो र खुसियाली छाइरहेको छ त्यसरी नै सधैँभरि खुसियाली र रमाइलो होस् हजुरहरूको जीवनमा है। यति भन्दै मेरो तर्फबाट चाहिँ ह्याप्पी दिवाली र लक्ष्मी पूजाको धेरै धेरै शुभकामना छ मेरो तर्फबाट।